र आज हाम्रा चेन्जीहरू 1100 चेन्जीहरू चाहिँ आज थुनामा छन् भाइ बहिनीहरू। तपाईँहरू सरकारमा हुनुहुन्छ भनेपछि यो तपाईँहरूले गर्न खोजेको के भनेपछि यही कुरामा थपेर उनीहरूले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई नै थुन्ने भन्ने हिसाबले मैले कुरा गर्दै र उहाँहरूले के भन्नुभएको छ भने हामीलाई आइतबारसम्मको समय दिनुहोस्। आइतबारसम्मको है कुरा भन्नु हो कि आइतबार पनि हामी सकौँ सही गरौँ दुई पक्ष बसेर र सोमबारको क्याबिनेट छ त्यसबाट हामी पास गर्छौँ। सकेनौँ भनेदेखि हामी आइतबारको दिन सकेनौँ भन्छौँ भनेर भन्नुभएको छ। हाम्रो पनि भनाइ के हो भन्दाखेरि यी हाम्रा निजी मामला होइन देशका कुरा हुन्। त्यसले गर्दाखेरि आइतबारसम्ममा सकौँ। आइतबार तपाईँहरूले सक्नु भएन भनेदेखि हामी सोमबारदेखि एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन। नेपाल सबैको भाषा हो। एउटा पक्षलाई रुवाएर अर्को पक्ष चाहिँ चुनावमा जान पाउँदैन भनेर हामीले पटक भनेको। त्यसले गर्दाखेरि म सम्पूर्ण पत्रकार साथीहरू पक्ष हुनुहुन्छ जो लघु पीडित सहकारी ब्याङ्क पीडितहरू हुनुहुन्छ तपाईँहरूलाई म के भन्न चाहन्छु भने हामीले हिजो मेचीको बगरमा राजाको हातबाट दियो बालेर र हाम्रो अन्तिम म्यान्डेट भनेको कुरा के हो भन्दाखेरि ठुला माग छैन। हामीले घर लिलाम नगर्दैनौँ, जग्गा लिलाम नगर्दैनौँ, सुकुम्बासी नबनाइदेऊ, तिर्ने मौका देऊ नभने हो। हाम्रा अरू कुरा केही छैन। त्यसले गर्दाखेरि हाम्रो भनाइ के छ भन्दाखेरि 23 र 24 गतेको घटनाका मान्छेहरूलाई चाहिँ जसले ऊ गरेको छ त्यसलाई कारवाही गर, भ्रष्टाचारीलाई कारवाही गर। त्यो त उहाँहरूले हामी गर्न सक्दैनौँ भन्नु। त्यसै भने त्यो आशै नगर्दा हुन्छ, त्यो आशै नगर्दा हुन्छ। हामीले प्रश्न पनि राख्यौँ। हाम्रो एकजना मेयरले के भन्नु विष्णु बोहरा, त्यो के भन्नु विष्णु बोहराले नै हो। उहाँले के भन्नुभयो भने 5 दिनमा यी भ्रष्टाचारीलाई पक्रिन्छु भनेर भन्नुहुन्थ्यो भनेर भन्नुभयो। आज त केही गर्न सक्नु भएन भनेर भनेको उहाँले के भन्नु भने यस्तै रहेछ ठाउँै यस्तै रहेछ भनेर भन्नुभयो। भनेपछि ठाउँै त्यस्तै बनाएको रहेछ भनेपछि यो के हो? यो अब यो प्रधानमन्त्री कार्यालय हो कि यो के हो? यो मैले पनि बुझ्न सकेको छैन। तर पनि म नेपाली नागरिकहरूलाई के भन्छु भने यो तरिकाले यो सरकार चुनावमा जान खोज्यो। चेन्जीहरूका मागलाई त्यतिकै राखेर 34-35वटा चेन्जीलाई चाहिँ कायदा राखेर सडकमा छाडेर एउटा टिमलाई नक्कली टिमलाई मात्रै बोकेर त्यसलाई मात्रै चेन्जी बनाएर चेन्जी जस्तो बनेर खडा गरेर तपाईँको चाहिँ चुनावमा जान खोज्यो भने त्यो चाहिँ खुसीको कुरा हो। किनभने 21औं शताब्दीका जनता हुन्। 3 वर्षदेखि हामीले भ्रष्टाचार विरुद्ध, लघुवित्त पीडित, सहकारी पीडित अनि पश्चिमाहरूको राजनीतिक, युरोपियन युनियनको यहाँको दबदबा सबै हामीले बुझाएका छौँ।